Hello, Tasvile Sewa Satiru. Good morning. Namaste. Welcome to our YouTube channel. म चाहिँ बिहान छिटो गरेर खाजा बनाउँदैछु। 11 बजेदेखि जब छ अनि म चाहिँ खाजा बनाउँदैछु। म चाहिँ यहाँ चाहिँ रोटी पोल्दैछु। पोलिसक्न लागि हेर्नु न मेरो यो रोटी बेल्ने मैले चप बोर्डमा रोटी बेलेको त्यो चौकामा चाहिँ भएन रोटी बेल्न म जानिनँ त्यो भएर यसमा बेल्दैछु। तावा पनि हेर्नु न फ्राई प्यानमा गरेको तावा चाहिँ झुन्डिरहेको छ यसमा चाहिँ नपोलेको मलाई चाहिँ यसमा पोल्नु मनपर्छ। अनि हामी सर चाहिँ रमिता हेर्दैछ त सरले त यहाँ अन्त रमिता हेर्दैछ त यो साडी सक्नुभएको बुढाले चाहिँ यो दुईटा फुल सारिदिनु भएछ। सानो गमलामा थियो माटो पनि सकिसकेको छ त्यो भएर सारिदिनु भएछ। यसले हेरेको हेर्नु न यसले भित्र राख्नु नि। म चाहिँ रोटी पोल्दैछु यहाँनिर। यो के यसलाई धुनु हुने ए कमला धुने रे कस्तो मजाको भएको छ हेर्नु। तर उयो के परे जरा उयो भएन होला नि है के घोट्नु यो घोट्ने हो घोट्ने भनेको बुझ्दै घोट्ने भने जस्तो लाग्यो नि घोट्ने भने जस्तो लाग्यो। यो के भन्छ चेपमा हालेर त्यतिकै यस्तो भइसकेको थिएछ है यादै गरेको थियौँ। उयो त पलाएर यत्रो भएछ यो बिचारा मनी प्लान्ट त बाँचेको हो भनौँ न मरिसकेको थियो अब माटो थिएन एउटा पनि थिएन रहेछ माटो चाहिँ हो त्यो जराको त्यो माटो जुन हुन्छ नि त्यसमा डल्लो परेर बसिरहेको माथि चाहिँ सप्रेको है फेरि यसलाई कहाँ राख्ने। अहिले चाहिँ अब म ड्युटीबाट आएर चिया पिउँदै बसिरहेको छु। मेरो हस्बेन्डले चाहिँ चिकन माम पकाइदिनु हुने अरे म चाहिँ टाउको नुहाउनु पऱ्यो भनेर 2 दिन भयो टाउको ननुहाएको च्याप हुन्छ। अनि यस्तै छ है ट्रेनिङले गर्दाखेरि चाहिँ मैले भिडियोहरू ल्याउनु सकेको थिइनँ। मैले बिहानै तपाईँहरूलाई भनिसकेँ होइन। अन्त दिउँसो जबमा हुन्छु ड्युटीमा हुन्छु त्यही भएर अहिले चाहिँ अब पोस्टिङ भएकोले गर्दाखेरि टाढो जानुपर्ने छ। अनि मन्डे चाहिँ हामी जग्गा हेर्न घर हेर्न जाँदैछौँ। त्यसपछि चाहिँ हामी जग्गा सर्नेछौँ। अहिले चाहिँ अब 1 मन्थको लागि चाहिँ मैले यहीँनिर गर्छु भनेर चाहिँ यहीँनिर मागेँ। अनि यही हबमा म चाहिँ काम गर्दैछु अहिले जब गर्दैछु। अनि बादमा चाहिँ अर्को जग्गा सर्नुपर्ने हुन्छ। अब गर्मी पनि चढ्यो कस्तो गर्मी हुन्छ। अनि आज चाहिँ 2टा जब सकेर चाहिँ आएर भोलि बिहान 8 बजीदेखि नै छ। त्यसले गर्दाखेरि अहिले चाहिँ अब टाउकोहरू नुहाउनु पऱ्यो। ड्रेसहरू लिएर चाहिँ सुकाइराखेको त्यहाँबाट अब टाउको नुहाउँछु। हस्बेन्डले खाना बनाइदिनुहुन्छ। त्यसपछि चाहिँ खाएर सामानहरू रेडी गरिराखेर रेस्ट गर्नुपर्ने हुन्छ साथीहरू। अनि यहाँ हेर्नुहोस् न साथीहरू हाम्रो चाहिँ यसको नि हात भाँचिरहेछ। यहाँ 3 तला माथिबाट चाहिँ झरेर यसको हात भाँचिरहेको छ। 4 दिन 5 दिन जस्तो भयो हात भाँचेर केही छैन खिर्कीबाट झरिगएछ। यो यहाँनिर चाहिँ मर्निङ मेरो हस्बेन्डले सारिदिनु भएको मनी प्लान्ट। काले यो ब्ल्याक मनी प्लान्ट हो कस्तो मनी प्लान्ट हो यो ग्रिनै हो कस्तो राम्रो छ हेर्नु न। मनी प्लान्ट स्नेक प्लान्ट यहाँ मनी प्लान्टै छ। यो चाहिँ ठुलो भइसकेको थियो हाम्रो यहाँनिर सरले बाङबुङ बनाइदियो मिगोले बिरालो प्लाटपिट पारिदिइसक्यो छैन। अहिले चाहिँ यो हात भाँचेकोले यहाँ माथि चढ्नु सकेको छैन नभए त्यो पनि केही राख्थ्यो। हात भाँचेर पनि यो चाहिँ यहाँ यस्तो चङ्को यहाँ हेर्नु नि
यो हातले भए पनि गर्नैपर्छ उसलाई। यो हात चाहिँ यहाँ भाँचेको छ उसको। टोकेको हेर्नु, छुनु त हुँदैन, टोकिहाल्छ। अन्त यो मनी प्लान्ट, यो गमलामा भएको मनी प्लान्ट चाहिँ प्लाटले पारिदियो खाएर टोकेर चिथारेर। अनि हामीले चाहिँ यहाँ पानीमा हालिरहेको छौँ। यहाँ हेर्नु नि ताकमा कम्ती च्यालेले भइरहेको छ हेर्नु यो दबाईहरू। अनि यहाँ चाहिँ रेडी गर्नुभएछ चिकन र राइस। अब चाहिँ हामी खान्छौँ अनि रेस्ट गर्छौँ। भोलि फेरि जबमा जानुपर्ने छ, छिट्टो छ भोलि मर्निङ। म चाहिँ यहाँनिर सामानहरू सबै मिलाइसकेँ। आज सामान आएको थियो, धुने लुगा पनि यहीँ राखिरहेछ। ल साथीहरू, म चाहिँ माम खान्छु। मेरो हस्बेन्डले चाहिँ खानु थाल्नुभयो। यहाँ चाहिँ यो उतापट्टिको नानीहरू आइरहेछ। हामी चाहिँ माम खाएर बसिरहेको थियौँ। यिनीहरू चाहिँ बिरालो हेर्न आएको अरे। बिरालो चाहिँ यिनीहरूलाई देखेर लुक्छ। यिनीहरूले त घर त लथालिङै बनाउँछ। सोफाको बिहा है भन्नु। ಇದು ಕ್ಯಾಟ್ ಇಲ್ಲೇ ಕ್ಯಾಟ್ ನಿಂದೆ ಮಾತ್ರ ಇದೆ ಇಲ್ಲೇ ನಾನು कन्नड मात्रै बोल्छ। ಸಾಂಗ್ ಮಾಡಿ ಚಿತ್ತ ಚಿತ್ರ ಚಿತ್ರಾನ್ನ ಚಿತ್ರನ್ ಚಿತ್ರ ಚಿತ್ರಾನ್ನ ನಿನ್ನ ಮಾಡಿ ಚಿತ್ರಾನ್ನ ಆಂಟಿ ಬೇಕಾ ಚಿತ್ರಾನ್ನ ಅಂಕಲ್ ಬೇಕಾ ಚಿತ್ರಾನ್ನ ಚಿತ್ರಾನ್ನ के गीत हो यस्तो? ಇಲ್ಲ 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 कुडी कुडी के यो त भूत जस्तो नाच्छ त। स्कुल होगित हो स्कुल राजा यो चाहिँ बदमास छ। उयो चाहिँ अलिक सुधो छ। ऊ क्याट क्याट ओइ क्याट बन्दितो क्याट बन्दितो छपक क्याटसँग छपक्क। क्याटले त टोकी त हाल्छ। यो त कस्तो छ क्याट त है, बदमास। भाग्यो बिरालोदेखि चाहिँ भागिहाल्छ। यसलाई टोकेको छैन नि त, सानोलाई चाहिँ टोकेको छ कि। उयो अघि के हो नि त तर्साएको होइन, कहाँ हो र? ए म त सानोलाई काले टोक्छ उसले। साथीहरू, अब चाहिँ खानासाना खाएर साफसफाइ गरेर सबै काम पनि सकिसकेको। अनि अब चाहिँ रेस्ट गर्ने। मर्निङ छिट्टो उठ्नुपर्छ, जानुपर्छ। त्यही भएर मेरो भिडियो चाहिँ हेरेर हजुरहरूलाई कस्तो लाग्यो लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब पनि गरिदिनु होला भन्दै म चाहिँ फेरि अर्को भिडियोमा भेट्ने बाचा गर्दै बिदा हुन चाहिँ